हेलो साथीहरू है, म चाहिँ भर्खर घरमा आइपुगेँ है। तपाईँहरू त पुग्नु भयो कि भएन होला है। म चाहिँ भर्खर आइपुगेँ है। मैले चाहिँ आज एउटा सानो सासूआमालाई एउटा गिफ्ट किनिदिएको छु है। त्यो गिफ्ट चाहिँ के हो भन्दा चाहिँ हेर्नुहोस् है, यहाँनिर यो किनिदिएको छु है गिफ्ट सासूआमाको लागि। हामी चाहिँ बुद्धिस्ट हो नि त होइन, हामी चाहिँ बुद्धिस्ट हो, त्यसले गर्दा सासूआमाले चाहिँ बिहानै उठेर मानी गर्नुहुन्छ, बेलुका पनि मानी गर्नुहुन्छ है। मानी गर्नुको लागि चाहिँ मैले आज सासूआमालाई है यो गिफ्ट किनेर ल्याएको छु। हेर्नुहोस् है, तपाईँहरूले मन पऱ्यो कि मन परेन है। सासू पनि आमै हो है, आफ्नो आमा पनि आमै हो है। आफ्नो आमालाई छोडेर चाहिँ हामी सासूआमालाई नै आफ्नो बनाउनु पर्छ है। हामी आफ्नो आमालाई छोडेर सासूआमालाई चाहिँ आफ्नो आमा बनाउनु पर्छ है। आफ्नो आमा त छँदै छ तर टाढो छ है। आज चाहिँ सासूआमालाई किनिदिएको छु है। बादमा चाहिँ फेरि म आफ्नो आमालाई पनि किनेर पठाइदिने छु है। आज चाहिँ मैले यो देखेर चाहिँ मन परेर सासूआमालाई मानी गर्नु किनिदिएको छु है। अब म यो सासूआमालाई गिफ्ट दिनु जाँदैछु है। अहिले गिफ्ट दिएको भिडियो चाहिँ तपाईँहरूलाई बादमा हाल्नेछु है। मन पऱ्यो भने तपाईँहरूको पनि सासूहरू छ भने यसरी माया गर्नुहोस् है। अब सासूबारीमा ठाकठाक ठुकठुक अलिअलि त भइहाल्छ नि होइन, र पनि अब माया गर्नुपर्छ सासूलाई है। मन परेमा तपाईँहरूले लाइक अनि सेयर गरिदिनुहोस् है। मेरो भिडियो यतिमै राख्नेछु। बाई बाई।